हेलो सबैजनालाई टाइसिदेलेक अनि सबैजनालाई हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल है। अनि आजको भिडियोमा तपाईँहरू सबैजनालाई स्वागत छ। अनि आफ्टर लङ टाइम भन्दा पनि अब झन्डै 2-3 महिना भयो है मैले युट्युबमा भिडियोहरू पनि हालेको छैन। अनि तपाईँहरू देख्न सक्नुहुन्छ है दाढी जुङ्गा पनि बढेर अलिकति भिडियो नहालेको कारण चाहिँ के हो भन्दा चाहिँ मैले जुन चाहिँ एडिट गरेको भिडियोहरू थियो त्यो चाहिँ मैले पेन ड्राइभमा सेभ गर्थेँ। अनि पेन ड्राइभ चाहिँ मेरो दिल्लीमै हरायो। त्यही भएर चाहिँ अनि अलिकति आफैलाई डिमोटिभेट जस्तो भयो कि अलिकति बनाउनु मन लागेन भिडियोहरू पनि, किनभने भिडियोहरू पनि धेरै थियो मेरो झन्डै 18वटा जस्तो भिडियोहरू थियो त्योभित्र। अनि सबै पेन ड्राइभमै हरायो। अनि त्यही भएर चाहिँ अलिकति त्यस्तै भएको थियो। त्यहाँबाट चाहिँ मैले बनाउनु पनि यस्तो इच्छा लागेन। त्यहाँबाट पछि फेरि एउटा बिचमा चाहिँ अलिअलि बनाएँ मैले बनाउनु चाहिँ। अनि आज चाहिँ म खासैमै तपाईँहरूलाई यही भन्नुको लागि नै यो भिडियो लिएर आएको होइन। नाउ आइ एम गुड। अन्त अब चाहिँ भिडियोहरू आउँछ है। अनि त्यही भिडियोमै मैले बनेको थिएँ तिनीहरूमै म जुन चाहिँ म पहिला योभन्दा अगाडि हिमाचल थिएँ नि त। अन्त हिमाचलबाट कसरी आएँ, कहाँ बसेँ, अब त्यस्तो टाइपको हिमाचलबाट आएकोहरू भिडियोहरू सबै थियो। अनि त्यो भिडियो लस्ट भएर चाहिँ अनि मैले अब एउटा हुन्छ नि कन्टिन्यू नै गर्नै सकिनँ कि अब त्यो भिडियो थिएन बिचको। त्यहाँबाट अहिले चाहिँ म जे होस् अहिले चाहिँ यहाँनिर वेस्ट बेङ्गल आइपुगेको छु है, आफ्नै ठाउँमा आफ्नो सहरमा होइन। अन्त अहिले चाहिँ म चाल्सामा छु, चाल्सा फार्म जुन चाहिँ बाघपुलदेखि यता जान्छ है, चाल्सा भन्ने ठाउँमा छु या। अन्त आजको भिडियो चाहिँ एकदमै सानो अनि एउटा इन्फर्मेसन है द्याट म अब भिडियो हाल्नेवाला छु भन्नुको लागि होइन। अन्त म बस्नु चाहिँ अहिले हामी यहाँ बस्छ हो चाल्सा। अनि ठाउँहरू जस्तो छ है, एक दिन मजाले यहाँको पनि टुरहरू देखाउँला होइन, कस्तो कस्तो छ के छ। अन्त अहिले पनि यस्तो सोचेँ कि बिहान मैले यो भिडियो चाहिँ बनाऊ भने कहिलेदेखि सोचिरहेको थिएँ होइन। तर अब त्यो एउटा टाइमिङ एउटा त्यो मनमै उयो नभएर क्या मैले बनाउनै सकिनँ। अन्त बल्ल बल्ल बनाएको यो पनि हो या। अन्त त्यस्तै भइहाल्यो हो। अन्त आए हो यत्रो के हो यो छ्या गाइस, के हो यिनीहरू हेर्नु त यहाँ तपाईँहरूले चिन्छ यसलाई हेर्नु त लो। आम्मामा के हो यस्तो बेटिटी छ त यो त फलेको हेर। आम्मामा के हो तपाईँहरू चिन्नुहुन्छ भने चाहिँ एकदम कमेन्टमा भनिदिनु है। रुखभरि फलिरहेको छ यो चाहिँ हाम्रो हो यहाँनिर। अन्त अहिले मेरो रुम चाहिँ यता छ अनि यो येल्लो कलरको पर्दा लगाएको चाहिँ। अनि अब तपाईँहरूलाई थाहा भएकै हो बिचमा है। अन्त मैले बाइक पनि निकालेँ अनि त्यसको पनि सानो अलिअलि भिडियो त्यही पनि अब एउटा दुखित भइरहेको थियो कि मनभित्रबाट। त्यही भएर त्यस्तो स्पेसली बनाउनै सकिनँ हो। तर पनि अब त्यसको भिडियोहरू पनि छ, सबै भिडियोहरू हाल्छु है। अन्त अस्ति हामी घुम्नु गएको भिडियोहरू पनि छ होइन, त्यो पनि हाल्छु। अहिले यहाँनिर हामी भर्खर कामहरू सकेर बसिरहेको छौँ। हाम्रोमा कुकुरहरू पुरा छ अहिले। अहिले यहाँ आउँछ यिनीहरू। के गर्छ यिनीहरू? यो नाम के हो भनिदिए त? नाम भनिदिए त? आम्मा म यो चाहिँ स्याल जस्तो छ नि। यो चाहिँ सबैभन्दा चङ्को छ। यो चाहिँ बिहान बिहानै मेरो रुममा आउँछ यो चाहिँ हो। यो चाहिँ अलिकति उयो छ, उसको आमाहरू यिनीहरू। यो त बाउ रहेछ। अन्त यो चाहिँ एकदम चङ्को छ। मेरो त्यो मैले जस्तै घरबाट छुर्पीहरू ल्याएको थिएँ नि त। अन्त रुमको छुर्पी चोर के हो? छुर्पी चोर, छुर्पी चोर, छुर्पी चोर, छुर्पी चोर होइन। अन्त यो चाहिँ एकदम डरलाग्दो। बिहानै दैलो खोल्नु साथ आउँछ। म एक दिन भिडियोमा देखाइदिन्छु है। यिनीहरू भित्र आउँछ कि बिहानै, दिउँसो त बाहिरै राख्छ यिनीहरूलाई। जा जा ल बाक काम चाहिँ के भयो पल्टिदिस् एउटा आउँदैछ यहाँबाट। अन्त आजको चाहिँ एकदम त्यही भन्नु लागि है भिडियो गरेको थियो होइन। अनि तपाईँहरू एकदमै सन्चै हुनुहुन्छ होला सबैजना है मेरो सब्सक्राइबरहरू होइन। यदि अब कसैले सोच्यो होला अब भिडियो हाल्नु छोडेछ, युट्युब बन्द गर्यो होला भनेर है, उनीहरूलाई पनि यो भिडियो सेयर गरिदिनु होला होइन।
अब के कारणले भएको थियो भन्ने चाहिँ त्यही हो, पेन ड्राइभ हराएर अब त्यसमा भिडियोहरू थियो, एउटा मैले कन्टिन्युै गर्नु सकिनँ अनि धेरै भिडियोहरू थियो, अब एडिट गरिसकेको भिडियोहरू थियो त्यो पनि हो। अन्त मैले त अब हप्तामा एउटा दुइटा त हाल्थेँ, दिनको दिन पनि हाल्नु भएको छैन हो। त्यही भएर चाहिँ गाइस एकदमै है अब म यहाँनिर नुहाउनु जानु आँटेको छु हो स्विमिङ पुलमा। हाम्रो यो नेचुरल स्विमिङ पुलहरू छ यहाँनिर, त्यो पनि आत्मा देखाउँला होइन। अहिले एकदमै यो रुखमा रातो रातोहरू पुरा पाकिरहेको छ कि यस्तो, यतातिर पनि छ हो ड्याममै। अन्त के हो यो चाहिँ अब यसो भनिदिनु होला होइन। ल गाइस आजको भिडियो है यतिमै, एउटा सर्ट इन्फर्मेसनको लागि है सबैजनालाई। अब त्यो भिडियो एकदमै आउँछ, नसुर्ताउनु होला होइन, मजाले माया दिनु होला। शेर्पा ब्लग्स इज ब्याक, शेर्पा ब्लग 77 इज ब्याक है गाइस। ल राखिदिएँ है सबैजनालाई। अन्त एकदमै राम्रोसँगले टेक केयर गाइस होइन। अर्को के भन्नु, त्यो नै हो। अहिले त जुन चाहिँ क्यामेराको अगाडि बोल्ने एउटा त्यो पनि हराएको जस्तो हुँदैछ हो। ए छोटो मोटो बाई बाई भन्दै ओ यहाँ छ बाई बाई भन्दै छिटो बाई बाई भन्दै ल गाइस। यिनीहरूले पनि बाई बाई अरे होइन। अन्त सबैजनालाई नेक्स्ट भिडियो आउँछ।